यस्तो कुरा पहिला इन्डियामा त धेरै हुन्थ्यो, आजकल नेपालमा पनि हुन लागेको छ। यो भाइरल भिडियो त हजुरले हेर्नुभएको छ होला, जहाँ एकजना पुरुषले दुईजना युवालाई पिटिरहेको छन्। कारण चाहिँ हामीलाई यो रोडको इन्सिडेन्टको कारणले यो घटना भएको जस्तो लाग्छ। यसलाई रोड रेज भन्ने गरिन्छ, जसको मतलब सडकमा हुने लफडा हो। झट्टै हेर्दा हामीलाई सडकमै भएको कारणले गर्दाखेरि यो हुने गरेको देखिए तापनि रिसर्चले के भन्छ भन्दाखेरि कुनै पनि रोड रेज हुनुको पछाडि सडकमा हुने घटनाभन्दा पनि आफ्नो पर्सनल लाइफमा घटिरहेको कुराले गर्दाखेरि सडकमा धेरै लफडा हुने गरेको पाइन्छ। जस्तै घरमा भएका तनावहरू, जागिरको स्ट्रेसहरू, कसैलाई पोख्न नपाएका रिसहरू यदि छन् भने अनि सडकमा त्यस्तो केही घटना घट्छ भने त्यो कुरालाई चाहिँ हामीले त्यहाँ गएर एक्सप्लोर गरिदिन्छौँ, जसको कारणले गर्दाखेरि यस्तो घटनाहरू देख्न पाइन्छ। त्यसैले यदि हजुरहरूसँग पनि बाटोमा यस्तो कुनै घटना घट्छ भने सही वा गलत भन्नुभन्दा पछाडि पनि पहिला आफू सेफ भएर बस्नु होला। साँडेले किन जेब्रा क्रसिङबाट बाटो काटेन भनेर लड्न जानु आफ्नो मूर्खता हो।